नेपालको लिग 2 को पर्फर्मेन्स हेर्दा अहिले सबैभन्दा ठूलो कन्सर्न वर्ल्ड कप क्वालिफिकेसन मात्र होइन, नेपालको ओडिआई स्ट्याटस नै के हुन्छ भन्ने क्वेशन पनि हो। अहिले नेपाल लिग 2 को टेबलमा 7औं स्थानमा रहेको छ भने अब बाँकी मात्र 4 छन्। धेरै नेपाली फ्यान्सको एक्सपेक्टेसन छ नेपालले बाँकी 4वटा म्याच राम्रो खेलोस्, टप 6 मा फिनिश गरोस् र ओडिआई स्ट्याटस सेक्युर गरोस्। कुशल भुटेलले पनि टप 6 मा फिनिश गर्दै ओडिआई स्ट्याटस सेक्युर गर्ने कुरा गरिसकेका छन्। तर यही कुरामा एउटा ठूलो कन्फ्युजन छ, नेपाल टप 6 मा फिनिश गर्दैमा ओडिआई स्ट्याटस अटोमेटिकल्ली सेक्युर हुन्छ त? एन्सर हो, हुँदैन। अनि नेपालले ओडिआई स्ट्याटस कसरी रिटेन गर्न सक्छ त? आजको भिडियोमा हामी यही विषयमा कुरा गर्ने छौं, त्यसैले भिडियोलाई लाइक गर्दै अन्तिमसम्म हेर्नु होला। सबैभन्दा पहिला 2023 को सिस्टम र 2027 को सिस्टम बीचको डिफरेन्स बुझ्न जरुरी छ। 2023 को साइकलमा लिग 2 बाट टप 3 टिम्सहरु डाइरेक्ट ग्लोबल क्वालिफायर्समा पुग्थे। त्यसपछि टेबलको 4th र 5th पोजिसनमा फिनिश गर्ने टिमहरुले ओडिआई स्ट्याटस रिटेन गर्न सक्थे। बाँकी टिमहरुले क्वालिफायर प्लेअफको बाटो हुँदै ग्लोबल क्वालिफायरसम्म पुग्दै ओडिआई स्ट्याटस बचाउनु पर्थ्यो। त्यही पुरानो सिस्टमलाई अहिलेको सिस्टममा एप्लाई गर्दा टप 6 मा फिनिश गरेपछि ओडिआई स्ट्याटस सेक्युर हुन्छ भन्ने मिसअन्डरस्ट्यान्डिङ क्रिएट भएको छ। तर 2027 को पाथवे अलि डिफरेन्ट रहेको छ। अब मेन कुरा बुझौं। आईसीसी को ओडिआई स्ट्याटस भएका टिम्सहरु मध्ये 12 वटा फुल मेम्बर टिम्सहरु छन् र 8 वटा एसोसिएट टिमहरु छन्। एसोसिएट टिमको ओडिआई स्ट्याटस पर्मानेन्ट हुँदैन। उनीहरुले हरेक साइकलमा कन्सिस्टेन्ट पर्फर्मेन्स देखाउँदै आफ्नो स्ट्याटस रिटेन गर्नुपर्ने हुन्छ र ओडिआई स्ट्याटस पाउने बाटो भनेको लिग 2 मात्र होइन। यो नेपालको लागि एकदम इम्पोर्टेन्ट कुरा हो। यदि नेपाल लिग 2 को टप 4 मा फिनिश गर्न सक्यो भने नेपाल डाइरेक्ट ग्लोबल क्वालिफायरमा पुग्छ र ग्लोबल क्वालिफायर पुगेसँगै ओडिआई स्ट्याटस सेक्युर हुन्छ। तर अहिलेको सिचुएसन हेर्दा नेपालको टप 4 मा पुग्ने प्र्याक्टिकल चान्स सकिसकेको जस्तै छ। अब नेपालको अर्को बाटो हो क्वालिफायर प्लेअफ। क्वालिफायर प्लेअफमा लिग 2 को बटम 4 टिमहरु मात्र हुँदैनन्। च्यालेन्ज लिगबाट आएका ओडिआई स्ट्याटसमा भएका 4 वटा टिम्सहरु पनि यहाँ पार्टिसिपेट गर्छन्। अनि यताबाट ओडिआई स्ट्याटसको एक्चुअल ब्याटल सुरु हुन्छ। क्वालिफायर प्लेअफबाट टप 4 टिम्सहरु ग्लोबल क्वालिफायरमा पुग्ने गर्छन् र ग्लोबल क्वालिफायरमा पुग्ने एसोसिएट टिम्सहरुले नेक्स्ट साइकलको लागि ओडिआई स्ट्याटस सेक्युर गर्नेछन्। भनेपछि नेपालको केस एकदम सिम्पल रहेको छ। लिग 2 को टप 4 ग्लोबल क्वालिफायर अनि ओडिआई स्ट्याटस सेक्युर। टप 4 मा पुगेन भने के हुन्छ त? क्वालिफायर प्लेअफ, टप 4 ग्लोबल क्वालिफायर अनि ओडिआई स्ट्याटस रिटेन। तर प्लेअफमा पनि राम्रोसँग सकेन, ग्लोबल क्वालिफायरसम्म पुग्न सकेन भने नेपालले ओडिआई स्ट्याटस गुमाउन सक्छ। अब किन यो सिस्टम 2023 भन्दा डिफरेन्ट रहेको छ त? 2023 को पाथवेमा ग्लोबल क्वालिफायरमा एसोसिएट टिमको कोटा 6 वटा हुन्थ्यो। अहिले ग्लोबल क्वालिफायरमा 8 वटा एसोसिएट टिमको स्पेस रहेको छ। त्यही भएर अहिले लिग 2 को टप 6 लाई मात्र हेरेर ओडिआई स्ट्याटसको डिसिजन लिन मिल्दैन। आईसीसी को मेन फोकस टप परफर्मिङ एसोसिएट टिम्सहरुलाई उनीहरुको 50 ओभर क्रिकेटको कन्सिस्टेन्ट परफर्मेन्सको बेसिसमा ओडिआई स्ट्याटस प्रोभाइड र रिटेन गर्ने हो र यो प्रोसेसको सबैभन्दा इम्पोर्टेन्ट फिल्टर हो ग्लोबल क्वालिफायर्स। सो नेपालको लागि मेसेज एकदम क्लियर छ। टार्गेट टप 6 होइन, टार्गेट हो ग्लोबल क्वालिफायर्स। लिग 2 बाट टप 4 मा पुग्यो भने डाइरेक्ट ग्लोबल क्वालिफायर्स, टप 4 मा पुगेन भने क्वालिफायर प्लेअफमा गएर टप 4 मा फिनिश गर्नुपर्ने हुन्छ। अनि मात्र नेपालको ओडिआई स्ट्याटस सेभ हुन्छ। वर्ल्ड कप क्वालिफिकेसन पाथवेको कम्प्लिट फर्मेट कसरी काम गर्छ भनेर बुझ्न चाहनुहुन्छ भने हाम्रो अगाडिको भिडियो हेर्नु होला र आजको लागि यति नै। सो नेपालको टार्गेट टप 6 होइन, ग्लोबल क्वालिफायर हो। के नेपाल ग्लोबल क्वालिफायर्समा पुग्न सक्ला त? आफ्नो प्रतिक्रिया कमेन्टमा दिनुहोस् र नेपाल क्रिकेट सम्बन्धी सम्पूर्ण अपडेट र एनालाइसिसको लागि हाम्रो च्यानल द क्रिकेट नट सब्स्क्राइब गर्नुहोस्। धन्यवाद।